गाइस म चाहिँ जीवनमा चाहिँ निकै बिजनेस दिएको बेरोजगार हो होइन। सबै यहाँ चाहिँ हामी बस्ने अब के खानु मन लाग्छ अब यतातिर चिया पिठा सस्तो खाने भयो सस्तो पनि पाउँछ 5-6 रुपियाँमा होइन। अलि धेरै हाल्यो भने चाहिँ अनि सस्तो पाइन्छ। यो चाहिँ सबै वरिपरि भएको सब रेस्टुरेन्टहरू हो क्या, खाली खालीको रेस्टुरेन्टहरू छन्। अनि यहाँ चाहिँ बाइक तल पार्किङ गरेर चाहिँ अनि माथि आउने बस्नु पाउँछ। मजाले बस्ने हाम्रो यहाँ पहिलेको चाहिँ अब यो कामै त्यस्तो चाहिँ खासै खोल्नु पनि झेल्नु मन लाग्दैन। आफू ड्युटी सुटी सुत्दै गयो आफू चाहिँ हाम्रो यस्तो छ। म बस्ने ठाउँ चाहिँ राइडरहरू बस्ने ठाउँ चाहिँ यहाँ यो चाहिँ बे स्क्वायर हो। हाम्रो लगिङ पोइन्ट चाहिँ डाउन टाउन हो। अलिकति अगाडि गयो लगिङ गयो त्यसपछि यता आउने मजाले बस्ने होइन। बेलुका त शीतल दिउँसो चाहिँ अब गर्मी हल्का बढी नै सक्छ, सुरु भइसक्यो। त्यही भएर अब कता कता शीतलहरू छ, कता कता रेस्टुरेन्टहरू अलिकति अब शीतल ठाउँतिर बस्ने ठाउँहरू छन्। त्यतातिरै लागि यता शीतल फर्क्यो अनि यतातिर होइन। त्यस्तै टाइम पास एउटा टाइम पास गर्नु पर्यो।